यसरी भाइरसले मलाई एकदमै राम्रो ट्रिट गरेर धरान घुमायो। उसको बाइक चढ्न पनि दियो। त्यसै त बाइक चढ्न मक्ख पर्ने मान्छे उसको बाइक चलाउन पाउँदा खुसी थिएँ र एउटा राम्रो आतिथ्यको साथमा उसले मलाई घर पुर्याइदिएको थियो। पछि बुझ्दै जाँदा त उसले मलाई किन भेटेको रहेछ भन्ने कुरा रहस्य खुल्यो। ऊ एउटा भ्लगर भएको कारणले त्यति नै बेला मेरो टिकटक पनि बुम भइरहेको अवस्थामा उसले मलाई एउटा कन्टेन्टको रूपमा हेरेको रहेछ। म एउटा कन्टेन्ट थिएँ उसको लागि। म अहिले पनि सोध्छु भाइरसलाई त्यति बेला मलाई किन घुमाउन लगेको भन्ने कुरा अहिले आएर उसले मलाई भन्छ। मलाई कन्टेन्टको लागि घुमाउन लगेको कुरा थाहा पाउँदा कति साह्रो चाहिँ सोझो रहेछु म भन्ने अहिले पनि लाग्छ। म त घुमाउन लगेको होला भनेर घुम्न मस्त हिँड्दिएँ, तर ऊ मलाई कन्टेन्टको लागि लिएर गएको रहेछ। तर पनि मलाई केही फरक पर्दैन। मलाई उसको अनुहार भन्दा पनि, उसको लवाई भन्दा पनि उसको तौर तरिका अनि बोलीचाली निकै मन पर्थ्यो। यसरी म उसको दैनिकी देखेर इम्प्रेस हुँदै थिएँ। बेला बेला उसले मलाई बोलबम मेला जाने भनेर पनि प्रस्ताव राख्थ्यो। हामी त्यहाँ पनि घुम्न गएका थियौँ। मेरो छोडेर जाने मान्छेले युट्युबबाट पैसा आउँछ, करियर बन्छ भनेर त सिकायो, तर कसरी गर्ने र के गर्ने भनेर बाटो देखाउनेले भन्दा बाटोमा हात समातेर हिँड्नेको महत्त्व निकै धेरै हुँदो रहेछ। त्यसरी नै भाइरसले मलाई प्रत्येक पाइले पछि युट्युबमा कसरी भिडियो बनाउने, युट्युब कसरी ग्रो गर्ने, तिमीले बोल्ने शैलीले धेरैलाई आकर्षित गर्न सक्छौ, त्यसै पनि तिम्रो भिडियोजहरू टिकटकमा बुम छन्, तिमीले यदि त्यही बोलीचालीलाई आफ्नो भ्लगमा प्रयोग गर्यो भने तिम्रो भ्लगिङ करियर धेरै माथि जान्छ भनेर मलाई युट्युब खोल्न प्रोत्साहन गर्नुभयो। यसरी भाइरसले मलाई एउटा नयाँ उचाइ दिने काम शुभारम्भ गर्यो। ऊ त्यसै पनि कन्टेन्ट क्रिएटर, उसलाई युट्युबको बारेमा थाहा थियो। हुन त कमेन्ट गर्नेहरूले पनि निकै कमेन्ट गर्नुहुन्थ्यो, अब बेबोको ब्लग्स पनि आउनुपर्छ भनेर। तर आउनुपर्छ भनेर के गर्ने, कसरी सुरु गर्ने त मलाई थाहा थिएन। आफूमा कन्फिडेन्ट थिएन। यता भाइरस पनि पहिले ब्लग गर्ने मान्छे भएको कारणले कन्फिडेन्ट यसरी ल्याउने भनेर मलाई प्र्याक्टिकली सिकाउँदै हुनुहुन्थ्यो। मैले घरमा पनि यदि मलाई कलेज पढाउनुहुन्छ भने मात्र आउँछु भनेर बाचा बन्धन गरेर घर आएको थिएँ। त्यसै अनुरूप मलाई कलेज पढाउनु भएको थियो र मैले मेरो करियरको पहिलो ब्लग स्वरूप कलेज गएको ब्लग बनाएँ। आएर भिडियो यसो हेर्दा त आफ्नो ब्लग त खै के हो पाण्डुरी भने जस्तो लाग्यो। हेर्नै नसकिने, के बनाएको चित्तै बुझेन। मलाई लाग्यो यस्तो ब्लग बनायो भने त मान्छेले के बनान्, कसैले पनि हेर्दैनन् होला है। त्यही भएर मैले डिलिट गरिदिएँ र भाइरसलाई हेर्नुहोस् त मलाई त ब्लग पनि बनाउन आएन भनेर गुनासो पोखेँ। तर भाइरसले मलाई लाटी ब्लग भनेकै त्यही त हो नि, सुरुमा आफ्नो ब्लग आफूलाई कहाँ मनपर्छ त, गर्ने नै त्यही हो नि, बिस्तारै बिस्तारै बानी पर्छ अनि राम्रो बन्दै जान्छ। सुरुमा सबैलाई त्यस्तै हो। भोलि तिमीले जे गर्छौ सबै एउटा पनि नछुटाइकन भिडियो बनाऊ र हेर त पछि तिमीलाई बानी पर्छ कि पर्दैन भनेर सम्झाउनु भयो। र त्यसपछि फेरि मैले भोलिपल्ट भिडियो बनाउने कोसिस गरेँ। फेरि भोलिपल्ट पनि आफ्नो दिनचर्या सुरु गरेँ र ब्लग बनाउँदै गएँ। बेलुका हेर्छु त त्यो पनि यस्तो पाण्डुरी भयो कि ओहो, यस्तो ब्लग त म अपलोड गर्नै सक्दिनँ। र त्यो पनि मैले पुनः डिलिट गरिदिएँ र भाइरस ल्याएर त्यो कुरा जानकारी गराएँ। भाइरसले त्यसरी हुँदैन, भोलि राम्रो गरिहाल्छु नि भनेर मलाई प्रोत्साहन गर्यो। यसरी भाइरसले मलाई मोटिभेट गर्न कहिले पनि कन्जुसाइ गरेन। दिन प्रतिदिन ऊ मलाई हरेक कुरामा मोटिभेट गर्दै जान थाल्यो। ल ठिकै छ, यो चाहिँ अन्तिम पटक ब्लग बनाउँछु भनेर मैले भोलिपल्ट क्लास जाँदाखेरिको फेरि ब्लग बनाएँ। मलाई एडिटिङको त हल्का स्किल थियो। टिकटक बनाउँदाखेरि आफै काट्ने जोड्ने गर्दा गर्दै मलाई सफ्टवेयर कसरी चलाउनुपर्छ भन्ने कुरा त थाहा थियो। मैले पहिलो पटक ब्लग हालेको, भिडियो कस्तो हुन्छ थाहा थिएन, तर भगवानको कृपा, दर्शकको आशीर्वाद, टिकटकमा म पहिले चलेको भएर पनि होला पहिलो भ्लग नै 1 लाख प्लस भ्युज गयो।
ओ माई गड, हाल्ने बित्तिकै 1 लाख भ्युज कट्नु भनेको यो कसरी भयो? म छक्क पर्दथेँ। एकैचोटि त्यस्तो सपोर्ट पाउँदाखेरि ओहो गऱ्यो भने त हुने रहेछ त भन्ने मोटिभेसन पनि मिल्यो र फलोवरहरूले माया गरेको देखेर झन् एक किसिमको इनर्जी पनि आयो। ल मैले गऱ्यो भने त हुने रहेछ भन्ने भयो मलाई, र त्यसपछि मैले भिडियो बनाउन कन्टिन्यू गर्न लागेँ। मेरो टिकटकको फलोवरहरूले एकदम धेरै सपोर्ट गर्नुभयो। मेरो बोलीले नै इन्टरटेन गर्नुपर्छ भनेर मलाई भाइरसले सिकाएर हुनुहुन्थ्यो। म अब भिडियो बनाउन रमाइलो मान्न थालेँ। थुप्रो सब्सक्राइबरहरू मैले युट्युबबाट पाउनुको मुख्य कारण नै मेरो टिकटक एकाउन्ट थियो। मेरो जीवनशैली निकै फरक थियो। मानिसहरू भ्लगिङ गर्दाखेरि अहिले आएर चाल पाएँ धेरै फिल्टर गरेर गर्दो रहेछन्। म भने गाउँ परिवेशमा हुर्किएको र त्यहीँ बढेको भएर सुँगुरलाई चारो हाल्न जाने, घर गाउँमा यताउता डुलेको आदि इत्यादि भ्लगहरू बनाउँथेँ। त्यस्तै भ्लग चाहिँ झन् धेरै मन पराउनुहुँदो रहेछ। अनि भ्लगको अर्थ मैले बुझेँ कि मैले कुनै पनि फिल्टर नगरिकन बिहानदेखि बेलुकासम्म जे गर्छु त्यो नै राख्नु कन्टेन्ट रहेछ। तर मानिसहरूलाई त्यही नै अर्ग्यानिक लाग्दो रहेछ। हुन त मैले सुरु गर्दा मैले अर्ग्यानिक गर्छु वा मैले मौलिकपन लिएर आउँछु भनेर सोचेको होइन। म चारो काट्न जाँदा पनि ल है गाइज म चारो काट्न गएँ है भनेर भिडियो सुरु गर्थेँ। त्यही भएर पनि सायद धेरैलाई मन पर्यो होला। हाम्रो युट्युब करियर सुरु हुन्जेल यतापट्टि हाम्रो सम्बन्धको करियर पनि शुभारम्भ भइसकेको थियो, टेक अफ हुँदै थियो भनौँ न। मान्छेले आई लभ यु भनेर प्रेम प्रस्ताव स्वीकार गर्छन् वा प्रेम प्रस्ताव राख्छन् भने हाम्रो भने अलिक फरक थियो। मलाई भाइरसको बोलीले नै लट्ठ पारिसकेको थियो। मलाई उसको बोली नै प्रेम प्रस्ताव राखेको जस्तो हुन्थ्यो। सायद उसले समाचारै पढ्यो भने पनि म प्रेममा फिदा हुन्छु होला। उसको बोली चाली त्यति लचिलो अनि मिठो। अब यता उखुमै मन परिसकेको थियो, तर ऊ आई लभ यु भन्दैन। फेरि आफू भन्नु पनि कसरी? केटी मान्छे पहिल्यै मात्तिएर आई लभ यु भन्नुभन्दा चुप लाएर बस्नु बेस। आफूलाई उत्तौली हुन मन थिएन। मन भने फुरुङ फुरुङ भइसकेको थियो कहिले भाइरसले प्रेम प्रस्ताव राख्ला कि भनेर। हुन त मेरा धेरै केटा साथीहरू थिए। मलाई केटाहरूसँग बोल्न त्यति अप्ठ्यारो लाग्दैन थियो। तर भाइरससँग म प्रेम प्रस्ताव राख्ने वा तिम्रो व्यक्तिगत विवरण के हो भनेर सोध्ने काम गर्दैन थिएँ। ऊ अलिक फरक किसिमको थियो, मेरा साथीहरूभन्दा फरक। हुन त मेरो 7 कक्षामा पढ्दाखेरि झापामा एकजना योगराज राई भन्ने साथी थियो जसले मलाई खुब सपोर्ट गर्थ्यो। मेरो राम्रो काममा त गर्थ्यो नै, तर मेरो नराम्रो काममा पनि हो ठिक छ साथी भनेर मलाई ब्लाइन्डेड ट्रस्ट गर्थ्यो। यसरी म क्लास 7 देखि आफ्नो बेस्ट फ्रेन्डको सान्निध्यतामा थिएँ। चाहे ऊ नजिक होस् वा पर, उसले मेरो हरेक डिसिजनमा सही थाप्थ्यो। हो त्यस्तै केटा मान्छेहरूसँग म कुरा गर्न सक्ने, तर भाइरससँग सक्दैन थिएँ। उनी त भाइरसलाई पनि बिछट्टै मन परेको रहेछ। त्यही भएर घरमा एक दिन भेट्न आउनुभयो। खै त्यो मान्छेले घरमा के इम्प्रेसन गर्नुभयो थाहा छैन, तर घरकाले भने ओहो कति राम्रो केटा, यसलाई त उम्काउनु हुँदैन है भन्ने खाले प्रतिक्रिया दिनुभयो। त्यो दिनजेल म कलेज नै गइरहेको थिएँ। तर एक्कासी यस्तो खाले इम्प्रेसन भाइरसले घरमा जमाएको देखेर म आफै दङ्ग पर्दै थिएँ। म अन्यलमा किन परेँ भने हाम्रो त लभै परेको छैन। फेरि घरकाले बिहे गर्ने जस्ता कुरा गरिरहेछन्। अरे बाबा, लभै नपरिकन हामी बिहे कसरी गर्ने, अथवा बिहेको प्रस्तावना अथवा बिहेको कुरा यहाँ कहाँबाट आयो भनेर म छक्क परेको थिएँ। हुन त मम्मीलाई डेन्जर मन परिसकेको थियो। मम्मीलाई मन परेपछि मलाई मन नपर्ने कुरो त होइन, तर पनि हामी औपचारिक रूपमा प्रेम सम्बन्धमा भने परेको थिएन। यसरी नै घरकाले पनि मन पराएको, बिहेको कुरा पनि चर्काचर्की चलेको, हामी अक्रम बक्रम गफ काफ पनि गरिरहेको, तर प्रेम प्रस्तावना नराखेको मान्छेलाई एक्कासी के पर्यो खै, पश्चिमबाट घाम उदायो कि औँसीर पूर्णे एकै दिन भयो कि के भयो थाहा छैन। तर भाइरसले एउटा कुरा भन्नुभयो हामी भागौँ। म त टिन सक परेँ। अरे किन भाग्ने? मन त मलाई पनि पर्छ, तर भाग्नु पर्ने किन? हामी भाग्नुपर्ने स्थितिमा किन छौँ र? फेरि मैले पनि उसलाई इन्ट्रेस्ट नदिएको भए अथवा मन नपराएको भए
म तिमीसँग किन भाग्ने भनेर प्रश्न गर्थेँ होला, तर मैले त्यसको विपरीत होइन म तिमीसँग भाग्दिनँ, तर माग्न आउने छौ भने आऊ है भनेर उसलाई जवाफ दिएँ। फेरि यहाँ उसको नेचर हाबी भइदियो। भाइरस कस्तो नेचरको भने उसलाई केही पनि माग्न मन नपर्ने। यदि उसले मागेको कुरा कसैले यो त अलि मिल्दैन नि भनेर जवाफ आयो भने उसलाई डेन्जर रिग्रेट हुने। त्यसकारण जिन्दगीमा केही माग्न नपरोस् भन्ने खाले सोच भएको केटो। तर सामान वस्तु वा जिनिस मागे जस्तो छोरी मान्छे मागेको त हुँदैन नि। छोरी मान्छे पनि दिन्न भन्यो भने रिग्रेट हुन्छ भन्ने ठानेर होला पहिले उसले हामी भागौँ भनेको रहेछ। बिचरा सिधा भन्ने कि लाटो भन्ने वा बाठो भन्ने, खै अन्यलता छाइरहेको थियो हाम्रो सम्बन्धमा। हुन त भाइरसलाई कसैले केही कुरा नाइ भन्दाखेरि ला यसले मलाई दिएन अब बेइज्जत भयो के गर्ने होला भनेर आछ्यौँ भएर रिग्रेट गर्ने मान्छे विवाहको कुरामा पनि त्यस्तै गरी ऊ माग्न चाहँदैन थियो। तर मैले होइन म भाग्दिनँ तिमीसँग, तिमी आउने भए घरै आऊ भनेर भनिसके पछाडि लौतेन भनेर प्रेमैको लागि भनेर उसले घर परिवारसँग कुरा गरेर माग्ने आउने कुरा भयो। हुन त हाम्रो लभ परिसकेका थिएन, केही त्यस्तो औपचारिक रूपमा सम्बन्धमा थिएनौँ, त्यही पनि हाम्रो बिहे हुने कुराले म आत्तिएको थिएँ। मलाई विवाह त गर्नु थियो तर अहिले होइन। त्यसकारणले म विवाहको लागि हतार गर्न चाहँदैन थिएँ। अनि उहाँको परिवारहरू माग्न आउनुभयो। यहाँ ठ्याक्क सुरक्षा र विविधताको जस्तो केस छैन। यहाँ केस उल्टो छ। सुरक्षा र विविधको केसमा विविध ल्याङफ्याङ भएर आएको थियो, तर मेरो केसमा म घरमा ल्याङफ्याङ भएर बसेको थिएँ। बोइस्कट काटेको, मलाई त्यस्तो चटक्क परेर बस्नुपर्छ भन्ने पनि थाहा थिएन र मलाई त्यस्तो मन पनि लाग्दैन थियो। म जस्तो छु त्यस्तै छु, त्यही अवस्थामा बसेको थिएँ। सबैजना मलाई हेरेर भने छक्क पर्दै थिए। यता मेरो घरमा मैले तामाङ जात अपनाइसके पछाडि सम्पूर्ण कुरा तामाङ रीतअनुसारकै भएको थियो। बिहे गर्न माग्न आउँदाखेरि आफ्नो आफन्त तामाङ रीतअनुसार नै बोलाइएको थियो। उसको घरबाट पनि तामझाङ बसात आएका थिए। तर म भने कपाल पनि म कानेको केटा जस्तो, लुगा पनि केटा जस्तो लाएर बसेको थिएँ। यता गुन्डा जस्तो अनुहार र पहिरन लगाएको विविध अहिले भने बिहामा मलाई माग्न आउँदाखेरि भला आदमी ज्ञानी सोझो मान्छे भनेर बस्नुभएको थियो। म भने पत्र गर्नुपर्ने मान्छे सबैजना चुप लाएर बसेको देखेर आफ्नो मुख सिलाइसक्यो। कसरी मुख थुन्ने हो, झुकेर मुखबाट फ्याट्ट के निक्ला लाग्यो भनेर आफूलाई सफोकेसन भइसक्यो। हुन त मेरो सासू ससुरा पनि छक्क पर्नुभयो। कस्तो चाहिँ केटी बिहा गर्न खोजेछ है छोराले भनेर। तर पनि आफ्नो छोराको इच्छा उसले मन त पराइहाल्यो भनेर प्रेमको लागि साथ दिनुभयो र सपोर्ट गर्नुभयो। जे भए पनि भाइरसले रोजेको भन्ने भएर उहाँले केही पनि भन्नु भएन। आफ्नो छोराछोरीको खुसी नै हाम्रो खुसी हो भन्ने नेचरको हुनुहुन्थ्यो मेरो सासू ससुरा। सायद माघ महिना वा फागुन महिनामा हाम्रो इङ्गेजमेन्ट भएको थियो। मेरो बोर्ड एक्जाम पनि आउन लागेको थियो। तर खै घरमा आउने जाने क्रम बढ्दै भाइरसले के जादु गर्नुभयो मेरो मम्मी बाबामाथि। मम्मी त पुरै फिदा भइसक्नु भएको थियो भाइरसमाथि। सायद माघ महिना वा फागुन महिनामा हाम्रो इङ्गेजमेन्ट भएको थियो। वैशाखमै बिहे गर्ने भन्नुहुन्छ। ए मम्मी भर्खर त इङ्गेजमेन्ट भएको छ, 3 महिना पनि भएको छैन, के बिहे गर्ने भनेर मैले प्रश्न गर्दा हेर छोरी फेरि यस्तो ज्वाइँ पाइँदैन, बिहे गरिहाल भनेर मम्मीले सम्झाउनुहुन्थ्यो। भाइरसले मम्मीलाई क्रेजी बनाइसकेको थियो। म अझै पनि भाइरसलाई सोध्ने गर्छु कि तिमीले त्यस्तो के चाहिँ गफ गर्यो मेरो बाबा मम्मीसँग कि बिहा गर्न हतारिनु भयो भनेर। ऊ यो प्रश्नको जवाफलाई हाँसेरै उडाइदिन्छ। अब विवाह गर्ने भइसकेपछि म पनि हुन्छ त विवाहको लागि रेडी हुनुपर्छ भनेर सोच्दै थिएँ। त्यसै मध्ये फेरि अर्को फन्डा सुरु भयो। धेरै मान्छेले के भन्न लाग्यो भने तैँले अब विवाह गरिस् भने त तेरो युट्युब करियर सबै डामाडोल हुन्छ, चल्दैन हेर विवाहित भएपछि त। तेरो अहिले कन्टेन्ट जति मन पराएको छ नि, तैँले विवाह गरेपछि तेरो कन्टेन्टमा पुरै रास आउँछ, तैँले आफूलाई फेलियरतिर धकल्दैछस् भनेर मलाई धेरैले सुनाए। त्यसपछि मलाई पनि डर लाग्यो र सोच्न थालेँ, भर्खर त मेरो युट्युब जर्नी सुरु हुँदैछ,
करियर यदि पुरै ध्वस्त भइदियो भने त म के गर्ने होला। बल्ल आइरहेको मजा पनि पुरै तितोपन सुरु हुन्छ। र एउटा शर्तमा बिहे गर्ने निधो गऱ्यौँ। हामी दुवैजनाले विवाह भएको कसैलाई पनि थाहा नदिने, प्राइभेटली बिहे गर्ने भनेर वैशाखमा बिहे गऱ्यौँ। त्यसपछि 2080 वैशाख 20 गते हाम्रो विवाह सम्पन्न भयो। हुन त एउटा छोरी मान्छेलाई विवाह भनेको सपना हुन्छ, धुमधाम सजिएर राम्री बनेर ओहो मेरो श्रीमान यही हो भनेर सबैलाई देखाउनु मन हुन्छ। त्यसरी सोसल्ली पनि ठुलो तवरले आफ्नो बिहे गर्न मन थियो। तर मैले विवाह राम्रोसँग गर्न सकिनँ। मलाई मानिसहरूले देखाइदिएको डरको कारणले मैले गुपचुप राख्न बाध्य भएँ। त्यसपछि मैले विवाहमा पनि धेरै मान्छेलाई बोलाइनँ, आफ्नो मिल्ने साथीहरू पनि बोलाइनँ, घर परिवारको बाहेक छरछिमेक इष्टमित्र टाढा टाढाको नाताहरू पनि बोलाइएन। थोरै मान्छे र उताबाट पनि थोरै मान्छेहरू मात्रै आएका थिए विवाहको समारोहमा। अब रमाइलो कुरा, मलाई दुलहीको लागि मेकअप गर्नुपर्ने थियो। थोरै मान्छे बोलाएको हाम्रो तर्फबाट पनि, थोरै मान्छे बोलाएको उसको तर्फबाट पनि। म इटरीमा मेकअप गर्न गएको, तर मलाई आइडिया नै नभएको। भनिन्छ नि सायद फर्स्ट टाइम भएर होला, फर्स्ट टाइम बेहुली भन्दै थिएँ, मलाई आइडिया नभएको। अब कतिखेर मेकअप गर्ने अनि कतिखेर बिहे गर्ने ठाउँमा पुग्ने भनेर मलाई आइडिया थाहा थिएन। म त आनन्दले इटरीमा मेकअप गर्दै बसेँ। त्यसमा त भोक लागेर थियो, खाली पेटै विवाह गर्नुपर्छ कि के हो थाहा थिएन। म त आनन्दले मेकअप गर्दै अन्डा चाउमिन खाँदै मेकअप गर्न थालेँ। अब म आउन टाइम लाग्यो। बेहुलाको पक्षहरू घर आइसकेका थिए। मेरो हुनेवाला बुढाको बुद्धि, ओहो बेहुली आउन टाइम लाग्ला जस्तो छ, यस्तो गर्मीको महिना वैशाखमा केटा जाउँ उठाउँ पौडी खेल्न भनेर विवाहमा पौडी खेल्न जान लाग्छ। कोही मान्छेले यस्तो गर्ला? आफ्नो बिहेमा लुगासुगा खोलेर पौडी खेल्न नि। अब बेहुला भएपछि त थपक्क लाएर बस्नुपर्छ नि बलात्मी भएर। अब बेहुला भएर पनि त्यस्तो कुरा बोल्ने हो? पौडी खेल्न जाऊँ भनेर साथीहरू सल्लाह गर्दै थिए। त्यसपछि विवाह कार्यक्रम सम्पन्न भयो। हुन त त्यो अरू बेहुली जस्तो म डुवाँड रुन सकिनँ, किनकि चिन्जन अलि बाक्लो भइसकेको थियो, घरमा आउजाउ भइसकेको थियो। आमा बाबा पनि खुसी खुसी साथ मलाई दिँदै हुनुहुन्थ्यो। अब सबैजना खुसी छन् भने म किन डुवाँ रुने भनेर मलाई त एकदम रमाइलो लागिरहेको थियो। हर्षित थिएँ म आफ्नो विवाहमा, खुसी खुसी म विवाह गर्दै थिएँ। रुनु त के कुरा, मलाई आफ्नो विवाहमा रुनै आएन। रुनु त के कुरा, मैले त 5वटा गीतहरू मजाले छान्छु र साथीहरू 3जना राखेर मजाले नाच्छु भनेर त्यहाँ माहौल बनाएँ र 5वटा गीत छानी छानी मजाले छमछम त्यो बिदाई हुनुभन्दा अगाडि नाचेँ। अनि लागेँ म त्यहाँबाट बिदाई भएर। आफ्नो पोको पन्तेर बोकेर गएको, राति भइसकेको थियो, त्यसकारण हामी धरानमै बस्यौँ। भाइरसको गाउँ माथि भेडेटार जिमी गाउँमा थियो। हामीलाई माथिबाट फोन आयो कि भोलिपल्ट विवाह भने सानोतिनो भए पनि घरमा गर्नुपर्छ है भनेर। अनि उता माथि घरबाट फोन आएपछि फेरि भोलिपल्ट पनि बेहुली बन्नुपर्ने भयो। पहिला त घरमा बिहे गर्ने कुरा थिएन, तर बेहुली बनेर अब फेरि सजिएर जानुपर्ने भयो। हामी धरानमै हुँदा बेहुला बेहुलीको पहिरन लाएर उभिएको थियौँ बाटोमा। कुन चाहिँ नचिन्ने मान्छेले हाम्रो भिडियो खिचेर टिकटकमा हालिदिइसकेछन्। एकाउन्ट नयाँ थियो, उसको एकाउन्टमा जम्मा 2टा भिडियो थियो, त्यो पनि हाम्रो। तर नयाँ एकाउन्टमा त्यो पनि 2टा भिडियोमा, 2टै भिडियोमा मिलियन भ्युज। हाम्रो विवाह भएको कुरा हामी लुकाउन चाहन्थ्यौँ, तर छरपष्ट जताततै हाम्रो विवाहको चर्चा चुलिन लाग्यो। झन् कसैलाई नदेखाउने भनेर आफ्नो रहर पनि मारी मारी खुम्चाएर बिहे गरेको। अनि धुमधाम बिहे गर्न मन थियो, कति सजिएर, कति दुनियाँलाई देखाएर आफ्नो बुढा यो भनेर नाच्दै बिहे गर्न मन थियो। झन् सबै प्राइभेट गरेको त 20-30 लाखले हेरिसकेको थियो।
अब मलाई कमेन्ट आउन थाल्यो, परेन फसाद? अब यो कुरा लुकाउनलाई एउटा मात्रै उपाय थियो। मैले नयाँ बहाना बनाउनु पर्यो। झुट बोल्न भनेपछि मरेतु ल्याउने मलाई मैले बहाना बनाइदिएँ। त्यो त सुटिङको फुटेज थियो नि, हामीले सुटिङ गर्नलाई त्यो पहिरन पहिरिएको। अब हेरौँ हाम्रो विवाहको समाचारले हाम्रो जिन्दगीमा कस्तो असर पार्नेवाला थियो।